हजुर नम्बर के रे तर स्वर्गै हो यो त कहाँसम्म जाने हो कहाँसम्म जाने हो तापले जुन यता चाहिँ 5 थर होइन फोन गर्नु भनेको छु है मैले त्यो मान्छेलाई दिमाग खराब हजुर भन्नुहोस् फेरि भन्नुहोस् हेलो एन्ड गुड मर्निङ फ्रम भित्तामोड चाहिँ हामी रात फेरि भित्तामोड बसेर सुबेर निन्दा लागेन बिहान 5 बजेतिर नुहाइधुवाइ गरेर अब चाहिँ हाम्रो पाठशालाको लागि निस्किँदैछन् आज चाहिँ सायद हामी सानो खेतीसँग पुग्ने योजना छ होइन हिजोको भिडियो चाहिँ त्यति राम्रो बनेन माथिबाट आज चाहिँ तलबाट बनाउँछु त्यही हिजोको भिडियो नै म आजसम्म सकेसम्म अपलोड गर्नेवाला छु जस्तो तलबाट भइएको छैन सो गाइज अहिले चाहिँ पाउपाथीबाट एकछिन सानो दर्शन गरेर त्यहाँबाट हामी पाँचटा तारालीबाट लेक लगेर जान्छौँ होइन सो स्टे वाच स्टे ट्युन होइन लाइक कमेन्ट सेयर चाहिँ गर्दै गर्छु त्यही पर्छ सो गाइज मलाई चाहिँ यो एङ्गल चाहिँ बबल लाग्यो होइन यो एङ्गलबाट बाहेक अन्तबाट त अलि गतिलो आएन क्या है अब यो चाहिँ भित्तामोड बजार पर्स मेरो उसा पछाडि छ यो चाहिँ भित्तामोड बजार है सट अब भित्तामोडबाट अलि अगाडि गएपछि पाउपाथीभारा भन्ने छ अरे त्यहाँ दर्शन गरेर हामी निस्किन्छौँ पाथीभाराको लागि सो स्टे वाच स्टे हेल्दी स्टे होइन इनर्जेटिक है सबै कुरा चाहिँ हुनु पर्यो है अब त्यही हो हिजोको चाहिँ बवाल पनि त्यस्तो राम्रो पनि बनेन छ क्या माथिबाट नदेखिने कस्तो पो खिचे है थाहै नहुने क्या अब म यहाँ पेट्रोल पनि हाल्छु कतै हिजो कति खायो है अब फुल ट्याङ्की गर्नु पऱ्यो पेट्रोल पनि काठमाडौँबाट फुल ट्याङ्की गरेर आएको कति खायो चेक पनि गर्नु पऱ्यो पाउपाथीबाट अगाडि आइपुग्यो होइन अगाडि चाहिँ पूजाको सामान पाउँदो रहेछ त्यो पूजाको सामान किनेर एकछिन यहाँ पाउपाथीभाराको दर्शन गर्नु पऱ्यो अनि त्यसपछि लाग्नुपर्छ है त पाउपाथीभारा होइन त्यो पाउहरू छ क्या पाथीभाराको सचेरा देवीको पाउहरू छ अनि हामी चाहिँ यो दर्शन गरेर अब यहाँबाट निस्किन्छौँ होइन है यस्तो यस्तो छ सो गाइस त्यसरी माग्ने नै होइन पैसा पहिला समस्या बताएपछि मान्छेले गाइस आज लोदर लाग्यो है सिटिजन ब्याङ्कले काम नगरेर एटिएमबाट पैसा ननिस्केर झापाको चारालीमा 1000 रुपियाँको 20 रुपियाँ एक्स्ट्रा तिरेर क्यास माग्यो है अनि क्यास पनि ब्याङ्कबाट हाल्न नमिलेर बाहिर कन्ट्याक्ट कता फोन गरेर त्यही हो अब चाहिँ हामी चारालीबाट अगाडि लाग्यौँ है कन्या मिलाम हुँदै पाथीभारा माताको लागि निस्किन्छौँ आज चाहिँ अलिक बिहान चाहिँ अलिक दुःख भयो बिहानै होटेलवाला साउजी खोज्दा वाक्क लाग्यो बिहान ढोका लगाइदिए रहेछ साउजी खोज्दै ठिक्क साउजी भेट्यो बल्ल अनि त्यसपछि निस्क्यौँ है पेट्रोल हाल्न लाग्यो पेट्रोल हाल्दाखेरि पैसा पुगेन त्यसपछि अब अगाडि गएर फेरि पेट्रोल हाल्नुपर्छ कतै होला नि पेट्रोल पम्प होइन अलि बेसी नै दुःख भयो आजको दिन चाहिँ बिहान चाहिँ अब हेरौँ पाउपाथीभारा दर्शन गरिसक्यो होइन पाथीभाराको शिरमा जाने हो आउँदैछौँ पाथीभारा माता तपाईँको दर्शन गर्न पाइनएप्पलको रुखहरू रहेछ तराई भनेपछि यही हो त्यो पहाडीको भ्यूले चाहिँ मलाई आँखै लोभ्यायो है कस्तो दामी डाँडो पनि है तल माथि म त्यतै जाने रहेछ जान चाहिँ तर डाँडा चाहिँ बवाल रहेछ है यतातिर कस्तो मिलेको क्या अन्त पश्चिममा अनि कर्णालीमा नि डाँडा त नभएको होइन यहाँ के तरकारी बजार रहेछ हौ बवाल यसरी पूर्वको भ्यू तपाईँहरूलाई देखाउन पाउँदा चाहिँ म आफूलाई
गर्वान्वित फिल गरेको छु। अब हामी कन्या मिलाम पुग्न चाहिँ ओन्ली 3 किलोमिटर लेफ्ट। सो हामी कन्याममा चाहिँ एकचोटि सर मात्रै भोलि सायद हामी फोटोसोटो खिच्ने गरी आउन पनि सक्छौँ है। आज चाहिँ अब माथि पुग्नुपर्छ क्या, हामीलाई जसरी पनि आज चाहिँ पुग्नै पर्ने भएर हामी ढिलो गर्दैनौँ है। बिहान यसै पनि ढिलो भइहाल्यौँ। यस्तो छ यहाँ चिया बगान है, दामी दामी चिया बगान दामी है चिया बगान पनि। यस डाँडाहरू पनि नाङ्गो। ओ माई गॉड, वाट अ लभली भ्यू। बाटोमा मोबाइल चलाइरह्यो यार, बाटोमा मोबाइल चलाउँछ कि कस्तो हावा रहेछ। ओ माई गॉड, इलाम चाहिँ इलामै हो है गाइस, घुम्नु पर्ने ठाउँ रहेछ। दामी है दामी, बवाल कस्तो आइरहेछ कुन्नी गोप्रोमा चाहिँ। मेरो आँखाले चाहिँ बवाल देखिरहेको छ। होस् हाई गरिदिइराख्नुपर्छ उहाँले चाहिँ है। यार यहाँ कन्या मिलाम। What's guys, it's कन्या मिलाम। भयो जानी यता रोक्न मिल्छ, यहीँ रोकौँ न त, जाम त। ओए कस्तो बवाल भ्यू हो भने है। Oh my god, मामफुली मापाका भन्दै त्यस्तै बवाल त हो। घोडामा सवार इलाम, वेयर इज इलाम। तर स्वर्गै हो हौ यो त। त्यहाँ माथि चाहिँ बवाल है, हिँड्दै जानुपर्छ होला सायद। हामी पछि एकछिन जानुपर्छ है। आज चाहिँ हामी जान्छौँ पाथिभरा है। तर बवाल ऊ चिया बगानमा के काट्दै हुनुहुन्छ आम्मा हो। बवाल है बवाल, दामी है। यो चाहिँ मोडेको होला कि सायद। के चाहिन्छ ए त्यो चियाको लागि? हजुर नम्बर के रे लेखेको छैन? ए पुस्नु पर्ने छ? ए हस् थ्याङ्क यू। हस् भयो। मोडहरू चाहिँ बवाल छ हो इलामको। इलाममा खानासाना खायो है। अब यहाँबाट निस्किन पर्यो, चोट लगाएर। अझै लाग्छ रे 8-9 घन्टा है। अब त थाक्यो हौ, सकिन्छ त गाइज। हामी चाहिँ एक उकालो चढेर माथि इलाम बजार पुगिसक्यो होइन। इलाम बजारबाट राइट लानुपर्ने रहेछ। यहाँबाट 155 किलोमिटरलाई 155 किलोमिटर ताप्लेजुङ देखाइरहेछ है। भनेपछि कति बेला पुग्यो होला त हौ। यत्रो लोड बोकेर कहाँसम्म जाने हो? ल आउँदै गरौँ है त। सो यहाँको मौसम चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ, लास्टै हुस्सु भएको छ।
जाडो पनि छ है यहाँ चाहिँ पुरै हाइटमा आइसक्यौँ हामी चाहिँ आस्ते उकालो 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 गर्दै अहिले त बाइकले पनि 2 गियरमा पनि तान्न छोड्यो है उकालोमा। सो यस्तो छ मौसमहरू, जाडो पनि भइसक्यो हामीलाई। बाइकले पनि पिकअपै लेखाइन 2-3 गियरमा होइन। पाँचथर जिल्लाको फिदिम माथि फिदिम चाहिँ फिदिम बजार देखिरहेको छ है, दामी देखिरहेको छ क्यामेरामा कतिको देखिरहेको छ है। यहाँ चाहिँ क्यामेरा धुलो माटो भएर अलिक खासै क्लियर पनि नआउनु पनि सक्छ, तर यहाँबाट चाहिँ बबाल देखिँदो रहेछ। म एकछिन फोनबाट पनि खिच्छु होइन। राइड चाहिँ बबाल भइरहेको छ, थाक पनि बेसी लागिसक्यो होइन। सिङ्गल राइड लगभग 300-400 किलोमिटर हालिसकेँ मैले। बबाल बबाल रमाइलो चाहिँ भइरहेछ। अलि ओह्रालो ओह्रालो रहेछ है, तल झरिसकेपछि चाहिँ यहाँ फिदिम बजार आउँदैछ। 5 थर मान्छौँ हामी अहिले। सगाइ चाहिँ हो फिदिम बजार। म चाहिँ यहाँ रोक्दिनँ अब। यहाँबाट चाहिँ ताप्लेजुङ यता हामी चाहिँ अब यहाँ ताप्लेजुङ नजिक नजिक पुग्न लाग्यौँ है। पानी पऱ्यो, एकछिन रोकिनु पऱ्यो यार। अब रेनकोट लगाउनु पऱ्यो। रेनकोट त मैले लगाएको थिएँ तर ट्राउजर लगाएको थिएन। सो एकछिन रेनकोट सेनकोट लाउनु पऱ्यो। अनि ब्याकप्याकको लागि पनि प्लास्टिक किन्नु पर्ने छ। त्यसमा प्लास्टिक किनेर जानुपर्छ। अहिले ताप्लेजुङ र पाँच थरको ठ्याक्क सिमानाको पुलमा बसिरहेको छ। यहाँ एकछिन रेस्ट गर्नु पऱ्यो होइन। यहाँबाट माथि गयो भने चाहिँ ताप्लेजुङ, यता चाहिँ 5 थर होइन। हामी चाहिँ भर्खर 5 थरबाट आएको। बिचमा चाहिँ पानी परेर मैले गोप्रो अफ गरेको थिएँ। अब एकछिन यहाँबाट चाहिँ गोप्रो अन गर्छु। सो गाइज यो चाहिँ ठ्याक्क 5 थर र ताप्लेजुङ जोड्ने पुल। यहाँनिर चाहिँ अलि अफरोड छ, यहाँभन्दा माथि चाहिँ अलि पिच छ अरे। अब यहाँबाट लगभग आधा 1 घन्टामा फुङलिङ बजार पुगिन्छ होला। त्यहाँभन्दा माथि फेरि 1-1.5 घन्टा लाग्छ अरे अफरोडमा। यस्तो छ। अब अफरोड सुरु हुनेवाला छ। अब थाक पनि बेसी लागिसक्यो है, गाह्रो त गाह्रो छ। अब हानियो लगभग 400 किलोमिटर बेसी हानिसक्यो होला 2 दिनमा। कति हान्यो म पछि गुगल गरेर ट्याक्क लेखेर राख्नेवाला छु। 2 दिनमा यति किलोमिटर सिङ्गल राइड भनेर है। त हामी आयौँ हजुरको चरणमा है त। बबाल बबाल पहाड पो छ त, तर बाटो चाहिँ दामी बनाएको रहेछ है ताप्लेजुङमा पनि। त्यो यो र खोक्से खोला पुलमा आइपुग्यो फाइनल्ली। यहाँ फुङलिङ बजार ताप्लेजुङ। यहाँबाट चाहिँ पाखिबाट जाने बाटो ल्याएको छ। ताप्लेजुङ बजारबाट सानो फेरिसम्मको बाटो हो। यहाँसम्म चाहिँ ठिकै छ, अलि माथि गएर अफरोड छ भन्ने सुनेछु है। हामी आइपुग्यौँ सुकेटार एयरपोर्ट। हियर इज सुकेटार एयरपोर्ट। अब यहाँबाट अफरोड सुरु हुन्छ होला सायद, पाथी भएर जाने बाटो माथितिर। अफरोड इज स्टार्ट फ्रम हियर। अलि अगाडि जाउँ होइन, अलि अगाडि जाउँ। अफरोड छ ल, अफरोड छ। हियर इज अफरोड। कस्तो लागिरहेछ पाथिभाद्रा दर्शन गर्न आउँदा? गाह्रो
गाह्रो छ अरू आउने फोन गर्नु भनेको छु है मैले त्यो मान्छेलाई दिमाग खराब हजुर भन्नुहोस् फेरि भन्नुहोस् त हामी चाहिँ अहिले सुके तार माथि छौँ होइन यहाँभन्दा माथि चाहिँ बाटो अलिक बिग्रिया रहेछ कि सो बाइकमा नजाने निर्णय गर्यो यहाँबाट राम्रो छैन अब गाडी आउँदैछ गाडीमा स्मार्ट जाने हो है जाने पैसा 400 रुपियाँ दिने हो 200 मात्रै दिने त्यो बजारमा धेरै माथि जति माग्यो उति दिनुपर्छ नि तिमीलाई 100 मा लगिदिन्छन् यहाँबाट लगिदिन्छन् के रे है लगिदिन्छन् है अनि यहाँबाट त्यो काप्ले बाटीकै कहाँ पुगेर त्यहाँबाट हिँडेर फेरि ठुलो फेरि जानुपर्छ गाइस गाह्रो छ अलिक गाह्रो छ कतिवटा भेडा रे 600 भेडा एउटा गुफामा गाइड अनि पछि त्यो गोठाले भेडा वारी पारीतिर गयो खोज्नु अरे यता गयो अरे उता गयो कहीँ नभेटेपछि हजुर अनि भन्नाले देखिँदै देखिएन कि मरेको भाइ पछि निस्क्यो कि निस्क्यो र उहाँहरूले अब बलि भोग दिन्छु भनेपछि निस्क्यो हो ए भेडाहरू आफै निस्क्यो जिउँदै हजुर उहाँले चाहिँ सपनामा देख्नु हजुर त्यहाँ जिउँदै के रे सुहारी ल्याउने तपाईँहरू कतिजना आउनुहुन्छ भाइ माला र उ त्यो प्रसाद यस्तो एउटा प्रसाद अनि उ त्यो माला छ फर्काएर लाने यहाँभित्र दिनु ल हजुर ए बहिनी तपाईँहरूले माथि 5 नम्बर होटल भन्नुभएको छ है यो भाइ यहीँ सास फुल्छ जस्तो छ त तर टाढै हो टाढा चाहिँ टाढै हो भन्छु म चाहिँ के देख्ने बाटो हेर्दै त्यस्तै लागिरहेको थियो क्या साँगुरिँदै आएको थियो क्या तल उहाँबाट 5 थरबाट अलि साँगुरो भएको थियो क्या बाटो यहाँ बसहरू नआउने रहेछ जस्तो लागेको थियो किन आउने रहेछ आउँछ र ठुलै त्यो पनि बिर्तामोडबाट लाग्छ होला काठमाडौँबाट पनि यहाँ आउँछ है ए कतिवटा आउँछ दिनमा ए त्यही बस समातेर 2 दिन कति दिन लाउँछ भोलि आइपुग्छ यहाँ